हामी पनि फेरि नयाँ ब्लगमा रोशन मेरो त अब साथी नै होइन पहिला त यो काममा बस्थ्यो अहिले त मैसित बस्छ त्यो केटालाई हाम्रो स्ट्यान्ड ल्याओस् क्यामेराको स्ट्यान्ड छ साइकलको स्ट्यान्ड यही छ मेरो धुम बाइक चाहिँ यो जापानको धुम बाइक यताको त मेरो लाज लाग्छ त नै फेरि एउटा कुरा के यो भन्दाखेरि यो महँगो साइकल हो कि फेरि कम्फर्टेबल नि तर गुर्किन चाहिँ त्यो गुर्किन्छ फेरि होइन त्यो बिचमा आइसक्यो केटा रेसिङ साइकल जस्तो छ यो चाहिँ कुद्दा नि कुद्छ फेरि तर यो भन्दाखेरि यो महँगो कि फेरि आई डोन्ट नो वाइ दिस इज जापान एक्स गर्नुपर्ने थिएन जापान कुन कुरा महँगो हो कुन कुरा सस्तो भन्न सकिन्न क्यामेरा स्ट्यान्ड तर मेरो क्लिप्सहरू यसो क्लिप्स निकाल्नु एक लुक दिएछ त्यो राबरी ध्यान दिन्छु म यहीँ साइकलको क्लिप्स भनेको चलाएको त्यहाँ निकाल्न बस बस यो डिजिआई हो यो एक्सन क्यामेरा हो सिनेमेटिक होइन म त भनिसकेँ घरमा निस्किनु लाग्यो काम परि चर्क्यो त यो डिजिआईमा मैले एन्टी फिल्टर युज गरेको सो अलि अँध्यारोमा चाहिँ अँध्यारै हुन्छ एन्टी फिल्टर अब बुझ्ने मान्छेले बुझ्नुहुन्छ नबुझ्दाखेरि कस्तो भन्दाखेरि क्यामेरामा चस्मा लगाए जस्तै हो जस्तै हामीले एकदम यस्तै घरमा चस्मा लगाउँछौँ नि सेम त्यही हो सो त्यस्तो यहाँ चाहिँ म डिजिआई एउटा खोज्छु के बाङ्गे छ त त्यही यहाँबाट जाने हो स्टेसनसम्म साइकलमा जाने आज चाहिँ हामी कामाखुरा जाँदैछौँ कामाखुरा साइकल भन्दा समुद्रमा धेरै पछि भिडियो गरेको कस्तो लाग्ने रहेछ चाहिँ मेरो क्यामेराको सामान छ क्यामेरा किन्न सकेँ तर क्यामेराको ब्याग आएको केटा यता निस्क्यो भने त राम्रो हुन्छ आज राख्न पर्ने रहेछ अस्ति राम्रो आज मौसम चाहिँ एकदम ठिक हो जाडो अहिले 7-8 त्यस्तो चल्दा हाम्रो देखिआइन के उताभरि के हुन्छ त्यो साथ छुट्टीमा धेरै पछि ननिस्केको खाली कामले हिँडेको छुट्टीमा नि कामले कतै कता पाउन नभएकै हो साइकल पार्किङ त प्याक छ त कहाँ पार्क गर्ने हो कसैले गरेर राखिदिउँ क्या हो पार्किङ गर्ने ठाउँ त देख्दैनौँ सब प्याक छ त पार्किङ स्पट हो ठ्याक्क एउटा दाइले निकालेर जानुभयो यहाँ चाहिँ पार्क हुन्छ साइकल सो यो चाहिँ कति 12 घन्टाको 100 रुपियाँ हो क्या यहाँ चाहिँ 12 घन्टा पार्किङ गर्ने 100 12 घन्टा माथि गयो भने 200 रुपियाँ यस्तै गर्दै बढ्दै जान्छ
काम भयो र साइकल अब छैन के कुनामा कि कुद्ने एकजनाको निकाल कुनै कुद्नु बस्नु हामी चाहिँ कामाको स्टेसनबाट झऱ्यो स्टिल म्युजिक एन्ड फिल्टर र कति बजे 1 बजे 3 मिनट 1 बजे 11 बजे हिँड्यो होइन 11:30 बजे हिँडेको 1 बजेको 2 मिनटमा रोकियो र यस्तो हजुर देखाउँछु ल यो तर त्यो चाहिँ डिजिआई भएर नि ल सो भर्खर चाहिँ अलिकति सेटिङ मिलाएको छायामा त अझै नधेरै आएको त एन्टी फिल्टर त्यत्तिकै गर्दा गर्नु चाहिँ के होइन त्यत्तिकै ठिक आइरह माथि गाडी खिच्नु पर्यो तिमीलाई युज गर्न न हो घाममा चाहिँ ठिकै हो यत्तिको चाहिँ भनेको नि ओभर एक्सपोजर हुन्छ एन्टी फिल्टर पानी घाममा फेरि अटोमै राखिदिउँ क्या हो भर्खर सिक्दै हो त्यही पनि क्यामेरा हरि र यो जाको बाटो हल्ला हावा चल्यो अलिकति काम भइरहेको थियो केटा पुरा हान्ने केटा र हान्ने र हान्न पनि आएपछि त्यो लाइनमा के फेरि रोड हो ठिक छ तर म बस्ने भन्दा त यतै धेरै मान्छे जस्तो लाग्छ घुम्ने ठाउँ हो नि त टुरिस्ट एरिया हाम्रो ठाउँमा त सुनसान छ मान्छे हिँड्दैन होइन अफिस टाइममा हिँड्छ अरू बेला गरी भयो पहिला अनि त्यही हो अझै हिँडिरहेको छ 20 मिनट भनेको धेरै भइसक्यो हिँड्दा गर्मीलाई लडाइँ गर्मी आएका छ बाटो चाहिँ यहीँ हो जापानको भाइबै यहीँ हो क्या मुभी गोल्ड हानिसकेँ यहाँ यतिको भाइ भएन अन्त जापानै आएको होइन केटा जापानमा हेर्ने त यहीँ आएको अन्य के गर्ने काम गर्न आएको घुम्न आउने मान्छेहरूलाई त सही है जापान तर डर्न चाहिँ डढिन्छ यहाँ चाहिँ न पसल न फ्यामिली मार्ट केही छैन सब खदै घर त यिनीहरूलाई त केही सामान किन्न पऱ्यो भने त बहुत टाढा पर्छ त गाडी हुन्छ त सबैको पहिले किनेर जान्छ गेट तपाईँको गाइडर हो क्या हो हरन त हुँदैन टिकट मोबाइल अटो गर्छ ग्रेट बुद्ध डिजिआईबाट त्यस्तो आइफोन भर्ता गर्न पऱ्यो चाहिँ यहाँबाट अब निस्किन लाग्यो केटो यहीँ छ फोटो खिच्न लाग्यो त्यो बिचमा फोटो खिच्न बसेको लाज लाग्यो न केटाले खिच्न सकेन मैले त्यस्तै हो अलि इन्ट्रोभर्ट भएपछि ढुङ्गाहरूको चाहिँ खतरा छ यो चाहिँ यही नै हो सो वास्तवमा चाहिँ अलिक सानो देखियो होला तर रियलमा चाहिँ अलिक ठुलो हो पछि आइफोनको भिडियो नै मिल्यो भने हाल्छु सो हामी चाहिँ अब यहाँबाट निस्किन पर्छ टाइम दिइरहेको घडी हामी चाहिँ अहिले टेम्पलबाट फर्केर यस्तो कन्भिनीमा ओनिगिरी सोनिगिरी खाइयो हामी चाहिँ समुद्रतिर लाग्दै अपकमिङ 10 सेकेन्ड हजुरलाई माया बुझिहाल्छु भने चाहिँ गाडी
यस यहाँबाट देखिसक्यो क्यामेराबाट पो देखिएन त दिस इज द कामाख्या प्रे एकछिनबाटै भिडियो गरौँ क्या चिसो छ ठुलो भयो मजा आउने रहेछ है काम दिन्छ त अर्को ठुलो झट्टु लाग्यो झन्ठी लाग्यो चाहिँ यहाँ भर्खरै नआएर ल एकछिन घाम सेक्न बसेको हामीले बुझ्न लाग्यो हामी त यता आयो साल बढेको तर सानो सामानहरू चाहिँ छ समुद्रबाट फर्कियौँ ब्याक टु होम यस रमाइलो भयो फ्रेस भयो चाहिँ लास्टै अब तर अहिले यो बेला त शीतल है अहिले अरूलाई चाहिँ घरि बडी नि ख्याल गरेछ एउटा केटा पुरा ट्यान्ड भइदिएको खै म त भएन कि त केही छैन यो त रिकभर भइहाल्छ पछि त्यो रातो गरिरहेछ पौडी खेलेपछि भोक लागिहाल्यो पक्रक्कै भयो बाल पनि पानी किन्ने हो सो कस्तो लाग्यो केटा तँलाई फर्स्ट टाइम एक्सपिरियन्स बिचमा स्विमिङ फर्स्ट टाइम एक्सपिरियन्स त जसलाई पनि त्यही नै होइन एकदम रमाइलो लाग्यो सबसे इम्पोर्टेन्ट चप्पल चाहिँ चप्पल पर्ने रहेछ एउटा पर्पर उसमा के भन्छ त्यसलाई हुनै पर्यो चप्पल खुट्टामा माटो लगाएर जुत्ताभरि माटो छ त्यस्तै पर्पर प्लान गराएर होइन के सामान चाहिन्छ टावेलहरू एक्स्ट्रा अब सर्ट्स भयो अरू त टी सर्टहरू चप्पल भएन अनि उस नि भिसिम हामीले कार्पेट टाइपको एउटा जत्छनलाई त्यो किन्न त मिल्छ तर अब बजेट डराउनु छ भने घरैबाट ल्याएको राम्रो त्यही हो अब चाहिँ हामी घरतिर लागेको भोक लाग्यो नेपाली पसल खोज्दै जाने त अब हुनु त त्यही पुरानै पसल हो भनेर बर्गस मोमो खतरा हालेर बर्गस मोमो अहिले चाहिँ अफ गरिदिनु फाइनली फर्किँदै हामी चाहिँ खानासाना खाएर अलिक टाइम लाग्यो खाना खाँदा 8 बजिसक्यो मजाले भयो थकाइ लाग्यो एकदमै गाल चाहिँ लास्टिक एक्कै भयो त समुद्रको पानी गएर नुहाउनुपर्छ र भिडियो एडिट गर्न कति टाइम लाग्यो थाहा छैन
सकेसम्म छिटै ल्याउँछु अन्त काम सुरु भएपछि फेरि काममा बिजी अब यो साइकल लिगौँ पार्किङबाट चल्दिहालौँ त्यो साँझको मौसम सो फाइनल्ली ब्याक टु द रुम म चाहिँ रुममा आएँ एकदमै थकै लागेको छ भर्खर नुहाइधुवाइ गरेर बसेको एकदमै कक्रो गर्दै बाल नुहाइधुवाइ गरेर बसियो अब चाहिँ हल्का एडिट गर्न ट्राई गर्छु किन भन्दा अहिलेसम्म मोबाइलमै सिम्पल एडिट गरिरहेको थिएँ गर्न पऱ्यो भने तर अहिले चाहिँ मैले यो लिएको छु दिस इज द ब्रान्ड न्यू आसुसको हो यो चाहिँ A16 मैले भर्खर रिसेन्टली लिएको ल्यापटप हो यो चाहिँ र म बिस्तारै सिक्दैछु सिक्नेवाला छु भनौँ न अझै पनि यहाँ के एडिटिङहरू एप चलाऊँ अझै राम्रोसित केही पनि थाहा छैन कसरी सुरु गरौँ भर्खर आज चाहिँ जुन भिडियो गरेको छु यो चाहिँ पहिलो भिडियो हुन्छ ल्यापटपबाट एडिट गर्ने सो लेट्स सी अहिले त थकै लागेको छ जस्ट भिडियो यहाँ एउटा मात्रै हालेर राख्छु होला एडिट चाहिँ भोलि गर्छु सायद थकै लागेको खाना खाइयो अब आराम गर्नुपर्छ सुत्ने अब चाहिँ ल आजलाई चाहिँ यति नै होप भिडियो गरिराख्न पाऊँ ल यति नै भन्दै